यो ठाउँ त तपाईहरुले पनि अवश्य चिन्नु भएको छ होला। मलाई पनि मनमा एकदमै खुलदिल लाएर लागे म पनि मियाजाकीतिर है। सबैले डुङ्गा चढेको देखेर मैले पनि डुङ्गा भाडामा लिएँ। डुङ्गा त चढ्यो हैन, तर डुङ्गा चलाउनै आउँदैन के, कसरी चलाउने होला, के गरी चलाउने होला, ठोक्यो भने के गर्ने, लड्यो भने के गर्ने, लास्टै डर छ के मलाई चाहिँ फेरि। तै पनि मैले चाहिँ केही कुराहरु चिन्ता नमानिकन अगाडि बढ्दै गएँ है साथीहरु। अब अलि अगाडिसम्म त आए है, यो डुङ्गा कति अगाडि आएको होला के, त्यसरी नि है अब यो ठोकिनी मलाई त कस्तो डर लाग्यो। न लडिने हो कि है, अब आफुलाई पौडी पनि खेल्न आउँदैन, बुढीलाई पनि आउँदैन, अब के गर्ने म त इनेरी अड्केर बस्नु पर्ला जस्तो लाग्यो है साथीहरु मलाई चाहिँ। यहाँसम्म त लिएर आए हैन, तर बुढी के भन्छ, बुढो मेरो मोबाइलमा फोटो खिच्यो भनेर भन्छ। ल हेर्नु त म मोबाइलै तेर्साइसके। ओहो मान्छेलाई डर लागिरहेछ यार, के गर्ने कसो गर्ने केही चिन्ता छैन। यो केटी मान्छेलाई त ठाउँमा गएर फोटो खिच्नेको मात्रै चिन्ता छ के, बुढोले कसरी यहाँ लिएर आयो, बुढोले कसरी यस्तो गर्दैछ भन्ने केही मतलब छैन, फोटो मात्रै खिच्दै हुन्छ। हे भगवान, अब मैले के गर्नु, बुढीले भनेपछि फोटो खिचिदिनु पर्यो। मैले त फोटो खिचिदिएँ है, मेरो बुढीको धेरै फोटो खिचिदिएँ, बुढीलाई खुसी बनाएँ हैन, तर डर लागिरहेछ हेर्नु। मेरो टाउको माथि हेर्नु न कत्रो ठुलो चट्टान। हे भगवान, मलाई कति डर लागिछ, त्यही पनि मैले फोटो खिच्न चाहिँ छोडेको छैन है। यो ठाउँको बनोट देखेर मलाई चाहिँ अलिकति धेरै बेर बस्न मन नलागेको भएर म चाहिँ यो ठाउँबाट निस्किएँ है। भुइँचालो आयो भने त सक्यो त।